श्री वैभव लक्ष्मी व्रतको कथा। कुनै एक ठाउँको नगरमा एउटा परिवार बस्ने गर्दथ्यो। त्यस परिवारमा एक बुढी थिइन्। उनका 7 छोराहरू थिए। तिनीहरूमध्ये 6 जना काम धन्दा गर्ने र 1 जना काम नगर्ने अल्छी थियो। अल्छी भए पनि उनकी आमाले त्यस छोरालाई खाना बनाएर खुवाउने गर्दथिन्। एक दिन उसको मनमा यस्तो विचार उठ्यो कि म परदेश जान्छु र धेरै पैसा कमाएर ल्याउँछु भन्ने सोचका साथ जाने बेलामा गाईको गोठमा गोबर फालिरहेकी आफ्नी श्रीमती रूपमणीसँग भेट गर्दै भन्यो, अहिले म परदेशमा गइराखेको छु, केही वर्षपछि आउनेछु। तिमी सन्तोष गरी आफ्नो धर्ममा बस्नु भनेपछि उसकी श्रीमती रूपमणीले भनिन्, हजुर खुसीसित जानु, मनमा कुनै किसिमको चिन्ता नलिनु, भगवानको शरण परे तपाईलाई सहारा दिनेछन्। सम्झनाको लागि कुनै चिज वस्तु मलाई दिनु, जसलाई मैले तिम्रो सम्झनामा राखिरहनेछु भनेपछि मलाई याद गरिराख भन्ने वचन सुनेर उसले आफ्नो सुनको औँठी दिँदै श्रीमती रूपमणीबाट पनि आफ्नो लागि केही निशानी चिन्ह माग्यो। ती श्रीमती रूपमणीले भनिन्, मेरो पासमा के छ र? गोबर भरेको हात छ, तपाईँको पिठ्युमा मेरो गोबर भरेको हातले छाप लगाइदिन्छु भनिन्। त्यसपछि उनको श्रीमान त्यहाँबाट विदेशतर्फ गएर कुनै सेठको पसलमा नोकरी गर्न लागे। नोकरी गर्दा गर्दै धेरै पैसा कमाएर त्यसैबाट साझेदारी काम गरेर बाहिरै बसी 12 वर्षमा ठुलो धनी बन्यो। यता घरमा सासू र ससुराले उनकी श्रीमती रूपमणीलाई दाउरा लिन जङ्गल पठाउँदथे। उनको लागि सुखा रोटी बनाएर राखेको हुन्थ्यो र माटाको भाँडामा पानी राखेको हुन्थ्यो। यस्ता प्रकारले ती बुहारी रूपमणीका धेरै दिन बित्न थाले र एक दिन उनी जङ्गलबाट फर्कने क्रममा बाटोमा साँझ परिसकेको थियो। बाटोमा केही महिलाहरूले देवीको पूजा अर्चना गरिराखेको देखिन् र ती महिलाहरू भएको ठाउँमा गएर सोधिन्, के को पूजा अर्चना गरिरहनु भएको छ भनेर सोधेपछि ती महिलाहरूले, हामीले शुक्रबारको व्रत बसी पूजा अर्चना गरिराखेका छौँ। हाम्रो घरमा ज्यादै दुःख दरिद्रता छ। श्रीमानहरू परदेशमा गएका छन्। दैनिकी गुजार चलाउनका लागि घरमा केही वस्तु छैन। त्यसैले हामीले हरेक शुक्रबारका दिन माता वैभव लक्ष्मीको व्रत बसी पूजा गरिरहेका छौँ भने। त्यसपछि यो व्रत गर्नाले के फल पाइन्छ भन्ने कुरा सोधिन्। त्यसपछि धेरै महिलाहरूमध्ये एक महिलाले रूपमणीलाई सुत्याइन्, यो शुक्रबार अर्थात् माता वैभव लक्ष्मीको व्रत हो। यो व्रत बस्नाले आयु धन कुशल वस्तु चिरायस्तु गो बाजी वृद्धि सहित धन धान्यरस्तु ऐश्वर्यमस्तु विजयस्तु रिपुक्षस्तु सन्तान वृद्धि संहित हरि भक्तिरस्तु अर्थात् निर्धन मानिसलाई धन प्राप्त हुन्छ, दरिद्रता नाश हुन्छ, लक्ष्मीको वास हुन्छ, मनको चिन्ता हट्दै जान्छ, घरमा सुख सन्तोष प्राप्त हुन्छ, पुत्र नहुनेलाई पुत्र लाभ हुन्छ, आफ्नो लोग्ने बाहिर विदेश गएको भई चाँडै घरमा आउँछ, घरमा धनागम भइरहन्छ, रोग निर्मूल हुँदै जान्छ, मुद्दा मामिलामा जित हुन्छ, वैभव लक्ष्मीको कृपाले सबै मनोकामनाहरू पूरा हुन्छन् भन्ने कुरा बताइन्। यस्ता वचन सुनेपछि यस व्रत कसरी गर्न सकिन्छ, यसको विधि विधान के छ, कसरी व्रत बस्नुपर्छ भन्ने कुरा ती महिलासँग रूपमणीले सोधेपछि व्रत विधान बताइदिन्। व्रत बस्ने तरिका जानेर उनी घर फर्कने क्रममा बाटोमा दाउराको भारी बेचेर माता वैभव लक्ष्मीको व्रत बस्न थालिन्। व्रत बस्दाको दिनमा वैभव लक्ष्मीको मन्दिरमा गएर दर्शन गर्न लागिन् र विभिन्न बिन्ती गर्न लागिन्। माताको आशीर्वाद भयो। एक शुक्रबार बितेपछि उनका श्रीमानको चिठी पत्र पनि आयो। दोस्रो शुक्रबारका दिनमा उनका पतिको पैसा पनि आइपुग्यो। यसपछि मायाप्रति झन भक्तिभाव बढेर गयो। माताप्रति रूपमणीले माताको प्रार्थना विनम्रपूर्वक गरिन् र भनिन्, हाम्रो घरमा धन सम्पत्ति केही पनि छैन, धन सम्पत्तिले परिपूर्ण गरिदिनुहोस्। त्यसपछि वैभव लक्ष्मीका कृपाले उनका पतिले विदेशबाट गहर गहना लता कपडा र धेरै पैसा लिएर आफ्नो घरमा फर्काइदिन् र ती दुवै श्रीमान श्रीमती सुखपूर्वक बसे। अर्कोतर्फ यस व्रतको प्रत्यक्ष प्रभाव उनका छिमेकीका श्रीमतीहरू हरिप्रिया, मानवी, मायादेवी र धर्मशिराले पनि थाहा पाए। कसरी व्रत गर्ने हो भन्ने सोचिरहेका थिए। वास्तवमा उनीहरूका श्रीमानहरू पनि विदेश गएका थिए। उनीहरूको दैनिक जीवनचर्या पनि घाँस दाउरा चुलो पानी गर्दा गर्दै बितिरहेको थियो। एक दिन ती 4 जना सौभाग्यवती महिलाहरू जङ्गलमा घाँस दाउरा गरेर फर्कदा माता वैभव लक्ष्मीको मन्दिरमा पुगे। मन्दिरबाट केही टाढा धुलो उडेको देखि माता वैभव लक्ष्मीसँग भन्न लागे, माताजी, यो धुलो किन उडिराखेको छ? माताले भन्नुभयो, पुत्री, तेरो धनी आइरहेको छ। अब दाउरा भारी बनाई एक नदीको किनारमा राख, एक मेरो मन्दिरमा राख, एक आफ्नो कपालमा राख। यही दाउराको भारी देखेर तेरो धनीलाई मोह उत्पन्न होला अनि यहाँ बस्लान् र खाना बनाएर खाएर मात्र जालान् भन्ने कुरा माताजीबाट हुकुम भयो।
तिमीहरू दाउराको भारी लिएर घरको आँगनमा फाल्नु र सासूसँग धूप अक्षता र एउटा कलश मागेर पानी माग्नु र माता वैभव लक्ष्मीको व्रत गरिरहनु। यस व्रत बसी पूजा गरिराखेको देखेर सासू ससुराले सोध्नेछन्, यो कुन देवताको व्रत गरेका हो? यो व्रतले के फल पाइन्छ? यसको विधि विधान के छ? मलाई पनि बुझाइदेऊ न भन्नेछन्। यसमा ठुलो उपकार र निगाह गरेको सम्झनेछु। त्यति सुनेर बुहारी धर्मशिलाले भन्नेछन्, यो वैभव लक्ष्मीको व्रत हो। यस व्रत बस्नाले दरिद्रता नाश भई लक्ष्मी प्राप्त हुन्छ, रोगहरू निर्मूल हुन्छन्, पुत्र नभएका भए घरमा पुत्र लाभ हुनेछन्, मनको अशान्ति नाश हुनेछ, कुमारीले आफ्नो इच्छित वर पाउनेछन्, घरमा कुनै कुराको अभाव हुने छैन, यसमा कुनै प्रकारको शङ्का छैन भन्ने कुरा सासू ससुरालाई बताइन् र फेरि माताजीसँग धर्मशिलाले सोध्न थालिन्। यस व्रतलाई कसरी गर्ने त्यो पनि बताइदिनुहोस् भनेपछि माताजीले बताउन लाग्नुभयो। यस व्रतमा शुक्रबारको दिन बिहान उठी स्नान गरी चोखो वस्त्र धारण गरेर नित्य कर्म गरी दिनभरि निराहार बस्नु, वैभव लक्ष्मीलाई हृदयमा राख्नु, बेलुकी भएपछि हात गोडा धोएर पूर्वतिर फर्किएर एउटा आसन बिछाएर त्यसको अगाडि एउटा काठको पिर्का राख्नु, पिर्कालाई सेतो कपडाले ढाकेर चामल राख्नु, त्यसमाथि जलले भरेको कलश राखी कलशको माथि सानो थाली राखेर त्यसमा लक्ष्मीको प्रतिमा वा चाँदीको प्रतिमा राख्नु, पहिले नै दियो कलश र गणेशको पूजा पनि गर्नु, बत्ती निम्न नदिनु, कथा सुन्नु र सुनाउनु। कथा सुन्ने मानिस घरमा कोही नभए बत्ती बालेर जलले भरिएको कलश राखी कथा सुन्नु, यसमा नियम पालन गरिरहनु। माता लक्ष्मीजीका धेरै स्वरूपहरू हुन्छन् अनि माता लक्ष्मीलाई श्रीयन्त्र अति नै प्यारो हुन्छ। त्यसकारण माता वैभव लक्ष्मीको पूजा गर्ने बेलामा पहिले माता लक्ष्मीजीको विविध स्वरूपको दर्शन गर्नु, त्यसपछि सङ्कल्प लिनु अनि नतमस्तक भएर माता वैभव लक्ष्मीको स्तवन पाठ गर्नु। त्यसपछि थालीमा राखेको सुन वा पैसालाई बेसार, कुमकुम, चामल आदिले शास्त्रीय विधि अनुसार विधान अनुसार पूजा गरी रातो फुल चढाउनु, ऋतु अनुसारका फलफुल चढाउनु, नैवेद्य भएमा भोग चढाउनु, केही पनि नबनाएको भएमा चिनी वा गुड चढाउनु। त्यसपछि माताजीको स्तुति गर्नु, पवित्र मनले शुद्ध चित्त भएर 11 पटकसम्म जय माता वैभव लक्ष्मी की उद्घोष गरी आफ्नो मनोकामना पूरा गर्न माताजीसित विन्ती गर्नु। जय माता वैभव लक्ष्मी की जय, 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 जय माता वैभव लक्ष्मी की जय। त्यसपछि अलिकति प्रसाद नैवेद्य माताजीलाई चढाएर अरू प्रसाद घरका सबै सदस्यले बाँडेर खानु। पूजापछि पूजा थालीमा राखेको गरगहनाहरू आफूले राख्नु, कलशको जललाई तुलसीको मठ वा पवित्र स्थलमा लगेर सेलाइदिनु, चढाएको चामल र अक्षता पन्छीलाई दिनु। यस प्रकारको व्रत गर्नाले आफूलाई मनोवाञ्छित फल मिल्नेछ भनी बताइदिन्। नियम नटुटाई जबसम्म काम सिद्धि हुँदैन तबसम्म नियमसँग सधैँ शुक्रबारको व्रत बसेर प्रार्थना गर्दै जानु, अवश्य पनि इच्छा पूर्ण हुनेछ। जबसम्म आफ्नो मनले चिताएको इच्छा पूरा हुँदैन तबसम्म माता वैभव लक्ष्मीको व्रत बसिराख्नु, आफूले चिताएको मनोकामना पूर्ण भएपछि साङ्गे गर्नु। यस व्रतको प्रभावले निर्धन मानिसलाई धन प्राप्त हुन्छ, दरिद्रता नाश हुन्छ, लक्ष्मीको बास हुन्छ, मनको चिन्ता हट्दै जान्छ, घरमा सुख सन्तोष प्राप्त हुन्छ, पुत्र नहुनेलाई पुत्र लाभ हुन्छ, सौभाग्यवती स्त्रीको सौभाग्य चिरकालसम्म रहिरहनेछ, कुमारी कन्या भएमा आफ्नो इच्छा अनुसारको राम्रो वर मिल्नेछ, वैभव लक्ष्मीको कृपाले सबै मनोकामनाहरू पूरा हुन्छ। धर्मशिलाले यति कुरा सुनेपछि मनमा ज्यादै आनन्द मान्दै मातासित फेरि सोधिन्, माता हजुरले जुन श्री वैभव लक्ष्मीको व्रतको शास्त्रीय विधि बताउनु भयो यस व्रत अवश्य म गर्नेछु, तर यसको उपदान विधि साङ्गे गर्ने कसरी गर्ने हो कृपा गरिदिनुहोस् भनिन्। तब माताजीले फेरि आज्ञा गर्नुभयो। 11-21 आफूले जति कामना गरेको भाकल छ त्यति नै शुक्रबारको व्रत नियमपूर्वकका बस्नु, वैभव लक्ष्मीलाई मन वचन र कर्मले सधैँ हृदयमा राखिरहनु, आफूले अर्पण गरेका शुक्रबारहरू पूर्ण भएपछि शास्त्रीय विधि अनुसार साङ्गे गर्नु। त्यस विधि यस्तो छ, सुन धर्मशिला। अन्तिमका शुक्रबारका दिन पूजा आजा सकेर खीर वा नैवेद्यको भोग लगाउनु, पूजन विधिमा श्रीफल फोरेर माताजीलाई चढाउनु, त्यसपछि आफूले सक्दो 7, 11, 21, 51, 101 जना कन्याहरू वा
सौभाग्यमती महिलालाई बोलाएर तिलक टीका लगाइदिएर श्री वैभव लक्ष्मीको एक एकवटा पुस्तकहरू दान गर्नु, सबैलाई खिरको प्रसाद दिनु, आत्मसन्तुष्टि गराउनु, त्यसपछि धनलक्ष्मी वैभव लक्ष्मी स्वरूप माता लक्ष्मीजीको तस्बिरमा प्रणाम गर्नु। प्रणाम गर्दा हे माता, तपाईँको भक्ति मैले शुद्ध चित्तले जति सक्दो भक्तिभाव चढाएँ। हुन त हजुरलाई म जस्तै स्त्रीले गरेको व्रत के होला, तैपनि मैले जस्तो सके त्यस्तै गरे, कृपा गरी मेरो इच्छा पूर्ण गरिदिनुहोस् भन्नु। हामी सबैको कल्याण हुनेछ। जो मानिस निर्धन छ त्यसलाई धन प्राप्त भइरहोस्, दरिद्रता नाश होस्, मनको शान्ति हट्दै चिन्ता हट्दै जाओस्, घरमा सुख सन्तोष मिलोस्, पुत्र नहुनेलाई पुत्र लाभ होस्, आफ्नो लोग्ने बाहिर विदेश गएको भए चाँडै घरमा आओस्, सौभाग्यवती स्त्रीको सौभाग्य अटल भइरहोस्, कुमारी कन्या भएमा राम्रो वर मिलोस्, वैभव लक्ष्मीको कृपाले सबै मनोकामनाहरू पूरा हुन्, सबैलाई सुखी तुल्याइदिनु। हे माता, हजुरको महिमा अपरम्पार छ। मैले त सानो सेवा मात्र टक्राएको हो, धेरै सेवा गर्न सकिनँ, क्षमा प्रार्थी छु भन्नु। यस्ता प्रकारले माताजीको प्रार्थना गरी माता वैभव लक्ष्मीजीलाई धनलक्ष्मीको स्वरूपले सत्तचित्तले वन्दना गर्नु अनि आफूले पनि प्रसाद ग्रहण गर्नु भन्ने कुरा हुकुम भयो। त्यसपछि माताजीबाट वैभव लक्ष्मीको व्रतको शास्त्रीय विधि सुनि धर्मशिला अत्यन्त भावुक भइन्। उनको मनले सुखको मार्ग यही नै रहेछ भन्न थाल्यो। मलाई यस्तो जान्ने सौभाग्य मिल्यो, मेरो अन्धकार नाश भयो भन्ने सोची मनले सङ्कल्प गरी अबदेखि म माता वैभव लक्ष्मीलाई माताजीको आज्ञा अनुसार श्रद्धा एवं भक्तिले शास्त्रीय विधि अनुसार श्री वैभव लक्ष्मीको व्रत 51 शुक्रबारसम्म गर्नेछु भन्ने प्रतिज्ञा गरिन्। धर्मशिलाले यस्ता प्रकारले मनमा सङ्कल्प लिई आँखा खोलिन्। त्यतिखेर उनको अगाडि केही पनि देखिन र उनी असाध्य दुखित भइन् कि माताजी कहाँ जानुभयो। वास्तवमा माताजी अरू कोही हुनुहुँदैन थियो, साक्षात् माता लक्ष्मी हुनुहुन्थ्यो। धर्मशिला माताजीको परम भक्त भएकाले माताजी आफ्नो भक्तको घरमा वृद्ध स्त्रीको रूप धारण गरी आउनु भएको थियो। भोलिपल्ट शुक्रबारको दिन भएकाले धर्मशिला बिहान स्नान गरी शुद्ध वस्त्र धारण गरी नित्य कर्म सकेर मनमा माता लक्ष्मी माताजे लक्ष्मी भन्दै ध्यान गरिन्। साँझ परेपछि माताजीको आज्ञा अनुसार हात गोडा धोएर शुद्ध भई धर्मशिला पूर्वतर दिशातर्फ फर्केर आसन ओछ्याएर बसिन्। आचमन गरी सङ्कल्प भनी शास्त्रीय विधि अनुसार माताजीको वन्दना, ध्यान, स्तुति, स्तवन, दियो, कलश, गणेशजीको पूजा गरी प्रधान देवताको रूपमा माता वैभव लक्ष्मीलाई पूजा गर्न अग्रसर भइन्। अगाडि पिर्का राखी पिर्कालाई सेतो वस्त्रले छोपेर त्यसमाथि चामलको थुप्रो राखेर त्यसमाथि कलश र कलशको माथि एक थाली राखी थालीमा सुनको प्रतिमा चढाउन खोजिन्। उनको श्रीमान कुसङ्गतमा लागेको हुनाले घरमा भएको सुनलाई धरौटीमा राखेर पैसा निकाली उनका श्रीमानले खाइसकेको हुनाले सुनको केही पनि ऋणको नहुँदा आफैले नाकमा लगाएको फुलीलाई निकालेर माताजीलाई अर्पण गरिन्। त्यसपछि सौभाग्य सामग्री र पूजन सामग्रीलाई विधिपूर्वक मन्त्र उच्चारण गरी चढाइन्। घरमा प्रसाद र भोग लगाउने केही वस्तु पनि थिएन। खोज्दा जाँदा एक ठाउँमा एक सक्खर गुण बेचेको रहेछ, त्यसलाई भोग लगाई माता वैभव लक्ष्मीलाई चढाइन्। पूजा सकिएपछि विधिपूर्वक माता वैभव लक्ष्मीलाई प्रसाद टक्राइन् र बाँकी रहेको प्रसादलाई पहिला आफ्नो श्रीमानलाई दिन्। प्रसाद खाने बित्तिकै माताजीको पूजाका प्रभावले गर्दा धर्मशिलाका श्रीमानले धर्मशिलालाई पहिला निकै पिट्दथे, त्यो पिट्ने क्रम पनि रोकियो। उनको श्रीमानको स्वभाव परिवर्तन भयो, कुलतलाई छोड्दै गए। यस्तो श्रीमानको व्यवहार देखेर धर्मशिला अति प्रसन्नता भयो। मन आनन्दित भएर तिनको मनमा अझ बढी श्री वैभव लक्ष्मीप्रति श्रद्धा भक्ति बढ्यो। धर्मशिलाले आफ्नो ध्यान माता वैभव लक्ष्मीलाई समर्पण गरी 51 शुक्रबारको व्रत नियमित रूपमा गरिन्। अन्तिम शुक्रबारको दिनमा शास्त्रीय विधिपूर्वक साङ्गे गरिन्। 21 जना सौभाग्यवती स्त्रीहरूलाई बोलाएर श्रद्धापूर्वक टीका लगाई एक एकवटा वैभव लक्ष्मीको पुस्तक दान गरी माता वैभव लक्ष्मीको तस्बिरमा प्रणाम गराई उनीहरूलाई खिरको भोजन गराई पूर्ण सन्तुष्ट पारिन्। धर्मशिलाले भन्न लागिन् कि हे माता धनलक्ष्मी, मैले हजुरको व्रत गर्ने सङ्कल्प गरेकी थिएँ, त्यो आज पुरा भयो भनिन्। हे माता, मेरो सम्पूर्ण विपत्ति हरण गर्नुहोस्, हाम्रो मनोरथ पूर्ण गराउनुहोस्, घरमा सुख सम्पत्ति प्राप्ति गराइदिनुहोस्, आयु आरोग्यता वृद्धि गराइदिनुहोस्, सन्तान वृद्धि पुत्र लाभ गराइदिनुहोस्। हे माता, हजुरको महिमा अपरम्पार छ भन्न थालिन्। यस प्रकार शास्त्रीय विधि विधान पूर्वक श्री वैभव लक्ष्मीको व्रत धर्मशिलाले पूर्ण गरिन्। त्यस व्रतका प्रभावले उनका श्रीमानले कुसङ्गतलाई छोडेर सुमार्ग अपनाउन थाले।
आफ्ना व्यवहारहरू सपार्दै गए। व्यापार राम्रो हुन थाल्यो। उनले आफ्नी पत्नीको धरौटी राखेको घर गहनाहरू निकाले। उनको घरमा पहिलाको जस्तै सुख सन्तोष हुन थाल्यो। उनीहरू सुखपूर्वक दिन बिताउन थाली भगवानको स्तुति जप र ध्यानमा लागे। उता श्री वैभव लक्ष्मीको व्रतका प्रभावले धर्मशिलाको घरमा सुख सन्तोष शान्ति छाएको देखि उनका माइती देशका दिदीबहिनीहरूले समेत धर्मशिलासँग सोधी शास्त्रीय विधि विधानपूर्वक श्री वैभव लक्ष्मीको व्रत गर्न थाले। उनीहरूमा पनि व्रतको प्रभावले सुख सन्तोष आनन्द दया करुणा वृद्धि हुँदै गयो। अनि सबैले भन्न थाले कि हे माता धनलक्ष्मी, माता वैभव लक्ष्मी, जसरी धर्मशिलाको घरमा सुख सन्तोष भएको छ त्यस्तै सुख सन्तोष र आनन्द हामीमा पनि सदा भइरहोस् भन्दै देवीप्रति श्रद्धा भक्तिपूर्वक समर्पण गर्दै व्रत लिनेहरूप्रति माता धनलक्ष्मी वैभव लक्ष्मी सदा प्रसन्न हुनुहुन्छ भन्दै जय धनलक्ष्मी माता, जय वैभव लक्ष्मी माता गर्दै सदा जय जयकार ध्वनि गर्दै रहे। जसले माता धनलक्ष्मी वैभव लक्ष्मीको व्रत गर्दछ, माताको कथालाई भक्तिका साथ सुन्छ, त्यसलाई माता वैभव लक्ष्मीका कृपाले पहिले गुमाएको धन सम्पत्ति र पुत्र लाभ हुनेछ। दरिद्रता हटेर जानेछ। बन्धनमा परेको भए बन्धनबाट छुटकारा पाउँछ। मानसिक अशान्ति भएको भएमा मानसिक शान्ति पाउँछ। जुन मनुष्यले माता वैभव लक्ष्मीको व्रत गर्दछ त्यस मनुष्य सबै दुःखबाट मुक्त हुन्छ। अझ त कलियुगमा जुन मनुष्यले माता वैभव लक्ष्मीको व्रत र पूजा गर्दछ त्यसले तुरुन्तै फल प्राप्त गर्दछ। यस लोकमा सबै किसिमका सुख भोगहरू गरी अन्तमा वैकुण्ठ लोक प्राप्त गर्दछ। कलियुगमा जय माता धनलक्ष्मीलाई सत्य व्रत पनि भन्दछन्। सत्य स्वरूप, गज स्वरूप, धन स्वरूप, सन्तान स्वरूप, वीर स्वरूप, धान्य स्वरूप, विजय ऐश्वर्य स्वरूप धारण गरेर सबैको मनोरथ पूरा गरिदिने आदि शक्ति पनि हुन्। जुन मनुष्यले प्रत्येक शुक्रबारको दिनमा भक्तिभावपूर्वक व्रत बसी यसलाई सधैँ पाठ गर्ला सुन्ला, माता वैभव लक्ष्मीको कृपाले साँच्चै नै त्यसको सम्पूर्ण पाप नाश र मनोकामना पूर्ण होला। जुन मनुष्यले माता वैभव लक्ष्मीको व्रत गर्यो त्यसले एउटा दाउरा बेचेर जीवन गुजारा गर्ने स्त्रीले वैभव लक्ष्मीको व्रत गरेर अर्को जन्ममा मोक्ष प्राप्त गर्यो। कुसङ्गी व्यक्ति सुसज्जन भयो, गरिब मानिस धनी भयो, सानो व्यापारी महासेठ भयो। जय माता वैभव लक्ष्मी की जय जय जय। जय माता वैभव। बुढो हजुर के गर्दै हुनुहुन्छ? जय माता वैभव लक्ष्मी की जय। जय माता वैभव लक्ष्मी की जय। जय माता वैभव लक्ष्मी की जय। माता वैभव लक्ष्मीका चमत्कारका कथाहरू। बन्धनबाट मुक्त हुनु। पशुपति नगर भन्ने ठाउँमा अति नै कर्तव्यनिष्ठ एक ब्राह्मण बस्दथे। उनले माता वैभव लक्ष्मीको प्रसाद त्याग्नाले अति दुःख पाए। ती ब्राह्मण वनमा जाँदै विभिन्न प्रकारका कन्दमूलहरू लिएर वरको रुखमुनि आइबसे। त्यस वनमा सौभाग्यवती स्त्रीहरूले माता वैभव लक्ष्मीको पूजा गरिरहेका थिए। सानोदेखि ती ब्राह्मणले अहङ्कार गरी माता वैभव लक्ष्मीलाई न नमस्कार गरे न उनले वैभव लक्ष्मीलाई प्रणाम गरे। त्यसपछि ती स्त्रीहरूले ब्राह्मणको नजिकमा प्रसाद राखेर आफूहरू सबैले सन्तुष्ट हुने गरी प्रसाद खाए। ती ब्राह्मणले सौभाग्यवती स्त्रीहरूले दिएको प्रसादलाई त्याग गर्नाले अति नै दुःख पाए। उनको सम्पूर्ण धन धान्य नष्ट भएर गयो। तब ब्राह्मणले सोचे कि मैले माता वैभव लक्ष्मीको प्रसादलाई हेला गरी त्याग गरेको हुनाले त्यस्तो भएको हो। त्यसैले अब म जुन ठाउँ माता वैभव लक्ष्मीको पूजा भइरहेको छ त्यही नै जान्छु भनी निश्चय गरी ती स्त्रीहरू भएको ठाउँमा गएर स्त्रीहरूको साथमा बसी माता वैभव लक्ष्मीको पूजा श्रद्धा भक्तिले यथा विधि अनुसार गर्न थाले। तदन्तर माता वैभव लक्ष्मीका कृपाले पहिले गुमाएको धन सम्पत्ति पुनः प्राप्त गरे। यस प्रकार जुन मनुष्यले माता वैभव लक्ष्मीको व्रत भक्तिपूर्वक गर्दछ र माताजीको कथालाई भक्तिका साथ सुन्छ भने त्यसले माता वैभव लक्ष्मीको कृपाले धन धान्यादि समेत प्राप्त गरी दुःख दरिद्रता हटी धनवान हुनेछ। बन्धनमा परेको भए बन्धनबाट छुटकारा पाउँछ। यस व्रतका प्रभावले मनोकामना पूर्ण भई सुखपूर्वक जीवनयापन गर्दछ। कलियुगमा जुन मनुष्यले माता वैभव लक्ष्मीको व्रत र पूजा गर्दछ त्यसले तुरुन्तै फल प्राप्त गर्दछ। तर कोही व्यक्तिले यिनलाई अपहेलना गरी त्यो केही होइन भनेमा त्यसको धन सम्पत्ति नाश भई
ठुलो विपत्तिमा पर्ने हुन्छ। जय माता वैभव लक्ष्मी की जय। जय माता वैभव लक्ष्मी की जय। जय माता वैभव लक्ष्मी की जय। माताजीको व्रतको प्रभावले दुःखबाट छुटकारा। कुन व्रत गर्नाले के फल पाइन्छ भन्ने विषयमा चर्चा भइरहेकै बेलामा अकस्मात एकजना विद्वान त्यही ठाउँमा आइपुगे। तपाईँ हेर्दामा सबै विषयका ज्ञाता जस्तो देखिनुहुन्छ। हामी वैभव लक्ष्मीको भक्ति गर्नबाट विमुख छौँ। व्रत कसरी लिने भन्ने पनि थाहा छैन। कृपा गरी हामीलाई उत्तम फलदायक त्यस व्रतको विधान बताइदिनुहोस् भन्दा विद्वानले बताउँदा भए, तिमीहरू धन्य रहेछौ, तिम्रो जिज्ञासालाई मेटाइदिनेछु। हे महिलाहरू हो, तिमीले जुन कुरा सोध्यौ त्यो पाप नाश गर्ने कथा म भन्दछु, सुन। जुन कथा सुनेर मानिसहरू यस महादुःखबाट पार पाउनेछन्। हजुर, तिमीले लेडिज ग्रुपमा गेम हेर्न कति बेला जाने भनेको र? जाने भने होइन, हाम्रोमा हेर्ने भनेको। किन मेसेज आछ? के भनेर? के भनेछ? कति बेला जाने भनेर? अरूलाई कसैले रिप्लाई गरे र? रुजमाले ग्रुपमै गेम हेर्न जाने होइन, घरमै हेरम्ने भन्नु न। जुन कथा सुनेर मानिसहरू यस दुःखबाट एक दिन योगी रामचन्द्रका घरमा घुम्दै फिर्दै पुगे। त्यहाँ पुग्दा सम्पूर्ण व्यक्तिहरू नाना तरहका कलेशले युक्त भएका देखे। योगीसित उनीहरूले सोधे, यस्ताको दुःख हटाउने उपाय के छ? योगीले भन्न लागे, वाणी र मनदेखि पर ग्रहण गरी नसकिने, फेरि वचनले पनि कहेर नसकिने, मनले पनि जानी नसकिने अगणित शक्ति भएका हजुरलाई कोटि कोटि नमस्कार छ। आदि मध्य अन्त्य यी 3 अवस्थादेखि रहित निर्गुण निराकार भइरहेका, भक्तका लागि अनेक अवतार धारण गर्ने, सबैको आदिभूत पुराण स्वरूपले भक्तको पीडा नाश गर्ने व्रत माता वैभव लक्ष्मीको व्रत हो। यो व्रत प्रत्येक शुक्रबारको दिनमा सुरु गर। अरू तिम्रो मनमा के छ, इच्छा छ मसँग भन र म पनि तिमीलाई सबै वृत्तान्त भन्नेछु भनी तब ती स्त्रीहरूले विद्वान योगीसँग सोद्धा भए। ती विद्वान योगीले पनि बताउन थाले, पृथ्वीमा नाना तरहका दुःखले युक्त भएका, विभिन्न योनिमा जन्मेका, पाप कर्मले पाकिरहेका दुखितहरू छन्। त्यो दुःख शान्त हुने युक्ति म भन्दछु। तिमीहरूको दुःख कष्टलाई मुक्त गराउने उपाय म बताउँछु। म प्रति तिमीहरूको करुणा छ भने आज्ञा गर्दछु। सम्पूर्ण कुराको विचार गरिकन तिमीले सोध्यौ यो बेस हो। जुन कार्य गर्नाले मनुष्य मोहले छुट्छ सो सुन म भन्दछु। एक व्रत पवित्र छ जुन स्वर्ग मर्त्य लोकमा पनि दुर्लभ छ। तिम्रा स्नेहले म अब प्रकाश पार्दछु। जुन मनुष्य माता वैभव लक्ष्मीको व्रत भक्तिपूर्वक श्रद्धा भक्ति साथ गर्दछ सो मनुष्य चाँडै नै सुख भोग गर्न पाई अन्त्यमा मृत्यु पश्चात मोक्ष हुन्छ। यस्ता वचन सुनेर ती स्त्रीहरूले बिन्ती गर्दछन्, हे विद्वान जन, त्यस व्रतको फल के हो? कुन कुन विधान छ? सर्वप्रथम यस व्रतलाई कसले गरेको थियो? यो सबै विस्तारले आज्ञा गर्नुहोस्। यो व्रत कहिले गर्ने हो भनी स्त्रीले बिन्ती गर्दा विद्वान जनले भन्न लागे, जुन व्रत सुख सुखादि व्रत दुःख सुखादिले शान्त गर्ने, धन धान्य बढाउने, वैभव लक्ष्मीको व्रत गर्नाले दुःख सुखादि हट्दै जान्छ, धन धान्यको वृद्धि हुन्छ, सौभाग्य र सन्तान प्राप्त हुन्छ तथा सबैतिर विजय प्राप्त हुन्छ। श्रद्धा भक्तिपूर्वक धर्ममा लीन भएर साँझपख माता वैभव लक्ष्मीको पूजा गर्नुपर्छ। नैवेद्यमा खीर, रोटी, सिङ्गो, नरिवल, पकवानको भोग लगाउने, दूध, वस्त्र भेटी चढाउनु पर्छ। चिनी नभए गुण वा सक्खर सबै कुरा जति सकिन्छ श्रद्धाले नैवेद्य चढाउनु पर्छ। आफ्ना परिवार सहित श्री वैभव लक्ष्मीको कथा सुनिसकेर दक्षिणा र भोजन गराउनु। माता वैभव लक्ष्मीलाई अर्पण गरिएका नैवेद्यहरू पन्छीलाई दिनु र बचेका नैवेद्यहरू सबैले बाँडेर खानु। माता वैभव लक्ष्मीको जय जयकार गर्नु। त्यसपछि श्री वैभव लक्ष्मी मातालाई बारम्बार स्मरण गर्दै जानु। यस व्रतलाई पहिले काशी नगरमा अत्यन्त एक गरिब ब्राह्मणी बस्दथिन्। उनी ज्यादै दरिद्र थिइन्। भोग सुख शोक र प्यासले आकुल व्याकुल भई नित्य सहरमा घुम्ने गर्दछिन्। यी दुखी ब्राह्मणीदेखि माता वैभव लक्ष्मीले वृद्ध ब्राह्मणीको रूप लिएर आदरपूर्वक ती ब्राह्मणीसँग सोध्नुभयो। यसरी सोद्धा ब्राह्मणी बिन्ती गर्दछन्, म अत्यन्त दरिद्री ब्राह्मणी छु, भिक्षा माग्नेको निमित्त सहरमा घुम्छु। हजुरले केही उपाय जान्नु भएको भए मलाई बताइ बक्सियोस् भन्दा वृद्ध ब्राह्मणीको रूप धारण गरेकी माताजी भन्नुहुन्छ,
हे ब्राह्मणी, वैभव लक्ष्मी साक्षात् देवी भएकाले उनको व्रत हरेक शुक्रबार गर्ने गरेमा तिम्रो मनोकामना पूरा हुनेछ। तसर्थ तिमी उनी माताजीको श्रद्धापूर्वक पूजा गरी व्रत गर। जुन व्रत गर्नाले मनुष्यका सबै दुःख पापहरू नाश भएर जान्छन् भनी व्रतको विधि बताइसकेर वैभव लक्ष्मी स्वरूप धारण गरेकी माता वृद्ध ब्राह्मणीको स्वरूपबाट अन्तर्ध्यान भइन्। तब ती वृद्ध ब्राह्मणीले भनेको कुरालाई विचार गरी अब म यसलाई अति श्रद्धा भक्तिपूर्वक पूजा गर्दछु भनी सोच विचार गर्दा गर्दै उनलाई रातभरि निन्द्रा पनि लागेन। फेरि बिहानै उठेर वैभव लक्ष्मीको व्रत गर्दछु भनी मनले सङ्कल्प गरी ती ब्राह्मणी भिक्षा माग्न हिँडिन्। त्यसै दिन भिक्षामा ब्राह्मणीले धेरै धन पाइन्। त्यही धनले उनले बजारबाट माताजीको व्रतको सरजाम किनेर ल्याई माता वैभव लक्ष्मीको व्रत गरिन्। वैभव लक्ष्मीका व्रतको प्रभावले ती ब्राह्मणीको सबै दुख नाश हुँदै गएर उनी धन धान्य सम्पत्तिले युक्त भइन्। त्यसपछि पनि ती ब्राह्मणीले प्रत्येक शुक्रबारको दिनमा माता वैभव लक्ष्मीको व्रत गर्न थालिन्। व्रत गर्नाले ती ब्राह्मणी सबै पापहरूबाट मुक्त भएर मोक्ष गति पाउँदा भइन्। जब मनुष्यले माता वैभव लक्ष्मीको व्रतको विधि गर्ला तब ती मनुष्यहरूको दुःख शोक ताप हट्दै जानेछ। माता वैभव लक्ष्मीले हित गर्नेछन्। बोलिए माता वैभव लक्ष्मी की जय, माता वैभव लक्ष्मी की जय, माता वैभव लक्ष्मी की जय। वैभव लक्ष्मीको करुणाले व्यापार राम्रो हुनु। हिमालय राज्यमा पर्वत नाम गरेका एक राजा थिए। उनी जितेन्द्रिय, सत्यवादी तथा अत्यन्त बुद्धिमान थिए। ती राजा दिनदिनै देव मन्दिरहरूमा गएर ब्राह्मणहरूलाई धनादि दान गरेर आउँथे। तिनकी श्वेता नाम गरेकी रानी थिइन्। तिनको मुख कमल समान थियो। उनी रूपवती तथा पवित्र व्रता थिइन्। रानी दिनदिनै गङ्गा नदीको तीरमा गएर वैभव लक्ष्मीको व्रत गरेर आउँथिन्। त्यसै बखतमा व्यापारका लागि विभिन्न प्रकारको धनराशिले सम्पन्न एक सेठ मुकुन्द नाम गरेका व्यक्ति त्यहाँ आए। डुङ्गा नदी किनारमा छाडी ऊ रानी समीप गई व्रत गर्न लागेकी रानीलाई विनम्रपूर्वक व्रतका बारेमा केही कुराहरू सोध्न लागे। हजुरले श्रद्धा भक्तिपूर्वक शुद्ध चित्तले के गरिबक्सेको, कृपया सबै कुराहरू मलाई बताइबक्स्योस्। मुकुन्दले भन्दा रानी भन्दछिन्, हे मुकुन्द, पुत्रादि प्राप्तिको कामना गर्दै मैले आफ्नो परिवारका साथमा अति तेजमयी माता वैभव लक्ष्मीको व्रत एवं पूजा गरिरहेकी छु। रानीको वचन सुनि मुकुन्दले आदरपूर्वक रानीलाई सोध्यो, त्यो सम्पूर्ण विधि भनिबक्स्योस्। हजुरले आज्ञा गरे सबै कुरा गर्दछु। मेरा पनि सन्तान छैनन्। यस व्रतको प्रभावले तुरुन्तै सन्तान होलान् भनी मुकुन्दले आफ्नो काम सिद्ध्याएर आनन्द भई घर आयो र सम्पूर्ण वृत्तान्त आफ्नी प्यारी पत्नीलाई सुनायो। मेरा सन्तान भयो भने म पनि वैभव लक्ष्मीको व्रत गरौँला भनी मुकुन्दले आफ्नी पत्नी पद्मावतीलाई भन्यो। एक दिन उसकी प्रतिव्रता पत्नी पद्मावती आनन्द चित्तले पतिका साथमा रहँदा माता वैभव लक्ष्मीको व्रतका प्रभावले गर्भिणी भइन्। 10औं महिनामा पुगेपछि तिनको रत्न स्वरूपकी कन्या जन्मिन् र शुक्ल पक्षको चन्द्रमा जस्तै दिनदिनै बढ्दै गइन्। न्वारन गरेपछि उनको नाम कलावती राख्यो भने पद्मावती आफ्ना स्वामीसँग मधुर वचनले भन्दछिन्, पहिले सङ्कल्प गरेको व्रत किन गर्नुहुन्न भनेर सोध्दा मुकुन्दले भन्यो, हे प्यारी, छोरीको विवाहका समयमा गरौँला भनी आफ्नी पत्नीलाई सुध्याई ऊ सहरतिर गयो। यता कन्या कलावती दिनदिनै बढ्दै गइन्। छोरीको विवाह गर्ने समय भएको देखि मुकुन्दले आफन्तहरूसँग सल्लाह गरेर योग्य वर खोज्नका लागि दूतलाई सहरतिर पठाए। हाम्री कन्याका लागि योग्य वर खोजेर ल्याऊ भन्ने आज्ञा दिँदा त्यस दूत विभिन्न सहरमा गयो। सहरमा पुगेर उसले एक व्यापारी धरीनन्दको पुत्रलाई ल्यायो। त्यस सुन्दर बालकलाई देखेर आफ्ना बन्धु बान्धवका साथ सल्लाह गरी विधिपूर्वक आफ्नी कन्या कलावती कन्यादान गर्यो। त्यसै बेला संयोगवश मुकुन्दले वैभव लक्ष्मीको व्रत गर्न बिर्स्यो। तसर्थ वैभव लक्ष्मी मुकुन्दसँग रिसाउनु भयो। अनि केही समय व्यतीत भएपछि आफ्ना कार्यमा पोख्त ती मुकुन्द व्यापार गर्नको निमित्त ज्वाइँलाई लिएर सहरतिर गए। रमणीय शोभायमान सहर रत्नपुरमा पुगी ज्वाइँका साथमा व्यापार गर्न थाले। कुनै एक दिन उनीहरू माता वैभव लक्ष्मीको मन्दिरमा पुगे। माता वैभव लक्ष्मीले उनीहरूले पूर्ण सङ्कल्पबाट चुकेको देखेर मुकुन्दलाई ठूलो दुःख होस् भनी श्राप दिइन्। एक दिन चोरले मुकुन्दको धन सम्पत्ति चोरेर लगे। त्यस्तै छिमेकीका धनमाल पनि चोरेर लगे। धन चोरीको दोष छिमेकीले मुकुन्दलाई लगाए। चोरीको फन्दामा पर्दा ती दुवै व्यक्तिलाई पाता कसेर लगी कारागारमा हाले। माता वैभव लक्ष्मीका श्रापले गर्दा कसैले पनि तिनीहरूको कुरा सुनेनन्। वैभव लक्ष्मीको श्रापका प्रभावले मुकुन्दको धन सम्पत्ति सर्वस्व हरण गरे। उता वैभव लक्ष्मीका श्रापले गर्दा उनीहरूको घरमा परिवारका सदस्यले पनि अत्यन्त दुःख पाए।
घरमा भएको धन पनि चोरहरूले चोरेर लगे। चिन्ता र रोगले दुःख पाएकी मुकुन्दकी छोरी कलावती पनि खाद्यान्नका चिन्तामा परेयान भई दिनदिनै घर घरमा घुम्न लागिन्। एक दिन ती कलावती दुःख पाई एउटा ब्राह्मणीका घरमा गइन् र ब्राह्मणीले वैभव लक्ष्मीको व्रत गरेको देखि त्यही नै उनीहरूको समीपमा बसेर कथा सुनि वरदान मागेर फूल अर्पण र प्रसाद ग्रहण गरी घरमा आइन्। आमा पद्मावतीले छोरीलाई प्रेमपूर्वक भन्न लागिन्, हे छोरी, कहाँ गएकी थिइस्? तेरो मनमा के भएको छ भनी आमाले भन्दा छोरी कलावतीले आमालाई भन्न लागिन्, हे आमा, ब्राह्मणीका घरमा मनोकामना पूर्ण गर्ने व्रत गरेका रहेछन् भन्ने कुरा बताएपछि मुकुन्दकी स्त्री पद्मावतीले पनि मनमा हर्ष मानी वैभव लक्ष्मीको व्रत गर्नको लागि तयार भइन्। पवित्रतापूर्वक परिवारका साथ बसेर व्रत गरी मेरा पति र ज्वाइँ सकुशल चाँडै घरमा आउन्, मेरो र ज्वाइँको अपराध क्षमा गर्न योग्य हजुर होइबक्सन्छ भनी व्रत गर्दा वैभव लक्ष्मी फेरि खुसी भइन्। यसै व्रतका प्रभावले गर्दा कारागारका प्रमुखलाई रात्रिमा स्वप्न भयो र मुकुन्द र उनका ज्वाइँलाई कारागारदेखि चाँडो भोलि बिहानै छोडिदेऊ, यी चोर होइनन्, यिनीहरूको जुन सम्पत्ति तिमीले हरण गरी लिएका छौ त्यो सबै फिर्ता देऊ, नदै म तिम्रो राज्य, धन र छोरो समेत नष्ट गरौँला। यस्तो स्वप्नमा चेष्टा दिएर वैभव लक्ष्मी फेरि अन्तर्ध्यान हुनुभयो। यसको भोलिपल्ट बिहानै सबैलाई बोलाएर बैठक गरी हिजो रात्रि स्वप्नमा भएको सबै कुरा बताएपछि त्यो दुई व्यक्तिले छिटो छोड्ने हुकुम भयो। प्रमुखको हुकुम पाएर ती दुईजनालाई प्रमुखको सभामा लगेर आजबाट तिमीहरूलाई यस कारागारबाट छोडिदिउँ भन्ने आदेश दिएपछि मुकुन्द र उनका ज्वाइँले पनि प्रमुखलाई नमस्कार गरी आफ्नो पुरानो सबै वृत्तान्तहरू स्मरण गर्दै केही पनि नबोली बसे। जाने बेलामा प्रमुखले भने कि तिमीहरूको प्रारब्धले गर्दा यस्तो दुःख कष्ट प्राप्त भयो, अब तिमीहरूलाई कुनै भय छैन, अब तिमीहरू आफ्ना घरमा जाऊ। मुकुन्द र उनका ज्वाइँले प्रमुखलाई प्रणाम गरी हजुरको कृपाले हामी अब जान्छौँ भनी ती दुवैजना आफ्ना घरमा जान डुङ्गा चढेर गए। ती दुवैजना केही टाढा पुगेपछि साक्षात् वैभव लक्ष्मीले सत्यताको परीक्षा गर्नका लागि तिमीहरूको डुङ्गामा के छ भनी सोद्धा ती धनले मत्त व्यापारी दुवैजनाले ठट्टा गरी हाँसेर भन्न लागे, किन सोध्यो? के तिमीलाई पैसा चाहिन्छ? हाम्रा नाममा त पातलहरामा पनि धन छ जस्ता अहङ्कारी शब्द प्रयोग गरेपछि तिमीले जसो भन्यौ तिम्रै इच्छा बमोजिम, तिम्रो धनपात पतिङ्गर साँच्चीकै होस् भनी साक्षात् देवी त्यहाँबाट अन्तर्ध्यान भइन्। त्यसपछि उनीहरू केही पर पुगी समुद्रका किनारमा पुग्दा देवीले दिएको श्राप स्वरूप मुकुन्दको डुङ्गा हलुका भई माथि उत्रेको देखियो। त्यसपछि मुकुन्दले आफ्ना डुङ्गामा रहेका सबै धनमाल सबै लहरापात भएको देखेर मुछा परी भूमिमा ढले। केही बेरपछि होस आयो र ठुलो चिन्तामा गाडिए अनि मुकुन्दको ज्वाइँले भने, हजुर किन चिन्ता गर्नुहुन्छ? यो त तिनै साक्षात् देवी वैभव लक्ष्मीले श्राप दिएकी हुन्, उनैले सब थोक गर्न सक्छिन्, यसमा सन्देह छैन। उनैका शरणमा गए हाम्रो कल्याण होला भनी ज्वाइँका साथ उनीहरू माता वैभव लक्ष्मीको शरणमा पुगे। साष्टाङ्ग दण्डवत गरी आनन्दपूर्वक भन्न लागे कि जुन मैले हजुरका अगाडि भने सो क्षमा गरी बक्सियोस् भनी बारम्बार नमस्कार गरी विलाप गर्न लागे। त्यो देखि माता वैभव लक्ष्मीले भन्न लागिन्, नरौ, मेरा वचन सुन, मेरो पूजा गर्ने इच्छा गर्दैनौ, मेरो पूजा गरौँला भनेको किन बिर्स्यौ? हे दुष्ट बुद्धि, मेरा आज्ञाले तिमीलाई बारम्बार दुःख भयो। यस्तो माता वैभव लक्ष्मीको वचन सुनि उनीहरू स्तुति गर्न लागे। त्यसपछि मुकुन्द भन्छ, हे देवी वैभव लक्ष्मी, हजुरका माया पनि मोहमाया, ब्रह्मादि देवता पनि हजुर नै, हजुरको गुण र आश्चर्यजनक रूपलाई कसैले जान्दैनन्, म मूर्खले कसरी जान्न सक्दछु? म माथि दया राख्नुहोस्, अब मेरो धन पनि अघि जस्तै पारिदिनुहोस्, हजुरले रक्षा गरी बक्स्योस्। यस्ता भक्तको वचन सुन्दा फेरि वैभव लक्ष्मी माता प्रसन्न भएर त्यसलाई इच्छित वरदान दिई तत्काल अन्तर्ध्यान हुनुभयो। मुकुन्द पनि धनले भरिएको डुङ्गा चढेर घरतर्फ लाग्यो। माता वैभव लक्ष्मीको कृपाले उसको मनोकामनाहरू पूर्ण भयो। घरमा आएपछि उसकी श्रीमती र छोरीलाई सबै वृत्तान्त भनेर वैभव लक्ष्मीको व्रत बस्न लगायो। यसरी माता वैभव लक्ष्मीलाई हेलाहा गरी अपशब्द प्रयोग गरेको हुनाले वैभव लक्ष्मी माताजी रिसाएर त्यस मुकुन्दले ठुलो दुःख कष्ट भोग्नु परेको थियो। पछि व्रतका प्रभावले गर्दा उसको सबै थोक पूर्ण भएर गयो। बोल्यो जय माया वैभव लक्ष्मी माता की जय, जय वैभव लक्ष्मी माता की जय, जय माता वैभव लक्ष्मी की जय।
धनसम्पत्तिले युक्त हुनु। श्रीनगर सहरमा एउटा महिला दाउरा खोज्न वनमा गई रहेको बेलामा बीच बाटोमा उनले एउटा सौभाग्यवती स्त्रीले व्रत गरिराखेको देखिन्। ती व्रतालुलाई दण्डवत गरी बिन्ती गरिन् कि तपाईले के गरिरहनु भएको हो? यस्तो कर्म गर्नाले के फल मिल्दछ? कृपया मलाई बताइबक्सियोस्। ती सौभाग्यवती स्त्री भन्दछिन्, यो सब मनोकामना पूर्ण गर्ने वैभव लक्ष्मी माताको व्रत गर्न लागेका हौँ। उहाँको अनुकम्पाले मेरो घरमा धन धान्य र ऐश्वर्य मिलेको छ। यस्ता वचन सुनेर त्यस दाउरी महिला सबै खुबै खुसी भई फूल प्रसाद ग्रहण गरी आफ्नो गन्तव्यतिर लागिन्। त्यसपछि वैभव लक्ष्मीलाई मनले सम्झँदै चिन्तन मनन गर्दै त्यस महिला दाउरा बेच्न गाउँमा गइन्। दाउरा बेचेर जति पैसा आउँछ, आएको जति पैसाले म वैभव लक्ष्मीको व्रत पूजा गर्दछु भनी आफ्नो टाउकोमा दाउरा राखेर बेच्न हिँडेकी थिइन्। रमणीय नगरमा प्रवेश गरी धनी मानीहरू बसेको ठाउँमा गएर उनले दोब्बर भावले दाउरा बेचिन्। त्यसपछि उनले खुसी भई सबै सामग्रीहरू किनेर घरमा आई परिवारका साथमा बसी विधिपूर्वक पूजा गर्न लागिन्। त्यस व्रतका प्रभावले त्यो दाउरा बेच्ने महिला धन सम्पत्तिले सम्पन्न So you are dropping him there, not at Walmart? Okay, yeah, I'll come there. त्यही व्रतका प्रभावले त्यो दाउरा बेच्ने महिला धन सम्पत्तिले सम्पन्न भइन् र सन्तान पनि भए। दुःख दरिद्रता पनि हट्यो। जय माता वैभव लक्ष्मी की जय। के भयो बुढु? छोडिसक्यो? केही भएन, नजिकै त होला नि। केही हुन्न, बस्नुहुन्छ। यो कथा पढौँ न पहिला। गुमेको राज्य पुनः प्राप्त गर्नु। प्राचीन कालमा एक नगरमा एउटा सौभाग्यवती ब्राह्मणी बस्थिन्। उनको जीवन निर्वाहको कुनै साधन थिएन। परिवारको नाममा एक छोरा र श्रीमान थिए। श्रीमान कुसङ्गतमा परेकाले घरको कुनै जिम्मेवारी थिएन। छोरा र आफू पालिनका लागि उनले विभिन्न गाउँ र सहरहरूमा घुमेर भिक्षा मागी जीवन निर्वाह गरिरहेकी थिइन्। यसैबीच एक दिन ती ब्राह्मणी भिक्षाटन गरेर फर्कँदै गर्दा बाटोमा एउटा राजकुमारसँग भेट भयो। राजकुमार पनि आफ्ना पितालाई शत्रुले मारिदिएका हुनाले दुखित भई यत्रतत्र हिँडिरहेका थिए। उनले त्यस्तो दुखित अवस्था देखेर ती महिलालाई ज्यादै करुणा लाग्यो र उनले ती राजकुमारको सेवा गर्न थालिन्। यसरी धेरै वर्ष बिते। एक दिन दुवै बालकहरू ब्राह्मणीको छोरा र राजकुमार वनमा खेलिरहेका थिए। खेल्ने क्रममा राजकुमारको दृष्टि अति राम्री सुन्दरी कन्यामाथि पर्न गयो। ती कन्या योगमती नाम गरेकी गन्धर्व कन्या थिइन्। ती कन्याको रूप अति नै सुन्दर भएकोले तिनको रूपप्रति राजकुमार आसक्ति भएर वनमा नै गन्धर्व कन्या योगमतीको साथमा खेल्न र घुम्न थाले। राजकुमार गन्धर्व कन्याको साथमा घुम्न थालेपछि ब्राह्मणीको छोरा एक्लै भएर आफ्नो घर फर्के। उता राजकुमारको सेवा गर्ने क्रममा राजकुमारका पिताको राज्यबाट गङ्गामा स्नान गर्न भनी त्यही बाटो सौभाग्यवती महिलाहरू आएको ती ब्राह्मणीले देखिन् र भन्न लागिन्, तपाईँहरू कहाँ जान लाग्नु भएको हो भनेर सोधेपछि ती सौभाग्यवती महिलाहरूले भने, हामी माता वैभव लक्ष्मीको व्रत गर्न भनी गङ्गामा स्नान गर्न आएका हौँ। माता वैभव लक्ष्मीको व्रत बसेमा सबै दुःख कष्टहरू नाश हुन्छन्, आफ्नो मनोकामनाहरू पूरा हुन्छन् भनी बताइदिएपछि ती सौभाग्यवती महिलाहरू आफ्नो बाटो लागे। त्यसपछि ती ब्राह्मणीले घरमा आएर माता वैभव लक्ष्मीको प्रत्येक शुक्रबारका दिनमा व्रत बस्न थालिन्। उता राजकुमार गन्धर्व कन्या योगमतीका साथ लागेर भिडेपछि ब्राह्मणीका घरमा आउँदा आमाले राजकुमारका बारेमा भएको सबै वृत्तान्त बताए। ती बालक घरमा आउँदा आमाले माता वैभव लक्ष्मीको व्रत गरिरहेकी थिइन् र केही पनि बोलिनन्। ती गन्धर्व कन्या योगमतीले राजकुमारलाई लिएर आफ्ना आमा बुबासँग गएर बसिन्। उनका आमा बुवाले राजकुमारलाई भन्न लागे, अब तिम्रो विवाह मेरी छोरीसँग गरिदिउँला। अहिले तिमी जुन ब्राह्मणीको साथ बसेका छौ उनी माता वैभव लक्ष्मीको भक्त हुन्। तिनको भक्तिदेखि म प्रसन्न भए। गन्धर्व कन्याका माता पितालाई आकाशवाणी भयो, तिम्री छोरीको विवाह त्यस राजकुमारलाई गरिदिनु भन्नुभयो। माता वैभव लक्ष्मीको उपदेश अनुसार राजकुमारको विवाह गन्धर्व कन्या सुसम्पन्न भयो।
विवाहपछि पुनः दुवै दम्पतिहरू फेरि आमा बुबाको राज्यमा गएर पुरानो गुमेको अधिकार स्थापित गरी भएर बसे। उता ती राजकुमार राजा भएपछि ब्राह्मणीको छोरालाई बोलाउन पठाएर आफ्नो राज्यमा ल्याई मन्त्री बनाएर राखे। छोरो नजाऊ है, अब म खुट्टा